जाँदैछौँ हामी पोखरा जाँदैछौँ बुटोलबाट हिँड्यौँ ल भर्खरै गाइज सन्तोहरू खाँदैछन् हामी अर्को खान्छौँ गाइज हामी चाहिँ खानेकुरा खानु सुस्माउँदै गाडी खायो पर्मिसा पर्मिसा अब यता दादातिर है दादातिर आएको छौँ यो गाडीमा आएको गाइज आगो ताप्ने काम जारी छ है त हामी झरेर चाहिँ पाउँदा पाउँदा को उभिन्छ र हामी चाहिँ सेङ्जा होइन सेङ्जा झरौँ सुस्ने यहाँ हेर्नुहोस् यहाँ के को डाँडो भन्छ डाँडा के को डाँडो भन्छ अरे यहाँ भालु पहाड यो चाहिँ हामी भालु पहाडको डाँडामा यहाँ यहाँ हाम्रो डाक्टर शीतल तिवारी भविष्यको थर थाहा छैन खाइदेऊ त खाइयो तर मलाई यता गर्मी चाहिँ लाग्यो है गर्मी हो पहाडतिर गर्मी तराईतिर जाडो कोक्लाहरू के हामी त कोक त हो तर यो पनि खाने कि भनेर नै खाऊ न तँ पनि खान्छु मैले मैले भ्याइदिन्छु आज फेरि पर्मी छ यति देऊ हामी चाहिँ भर्खर झऱ्यौँ है पछिबाट टोला देख्दैछौँ हामी चाहिँ झरेर ट्याक्सीमा होटल जाँदैछौँ शीतल चाहिँ डाउन हो अगाडि डक्टर जस्तो मान्छेलाई अगाडि राख्नुपर्छ भनेर राखेको हामी चाहिँ नर्मलमा हामीलाई चोटपटक लाग्यो भने उपचार गर्न सजिलो हुन्छ भनेर के बोलेको र गाइज हामी पोखरामा आयो त गाइज पोखरामा दुइटा चोरहरूले पानी हाल्यो हामी तातो पानी खाँदैछौँ है गाइज भर्खरै यहाँ झरेर होटलमा आयौँ So guys, हामी चाहिँ रेडी भयौँ यो चाहिँ हाम्रो लुक दिस इज आवर लुक फर नाइट सो बाय सी यू एट लेक साइड ल हामी चाहिँ रेडी भएर हिँड्यौँ है खै त म आइन त हौ मेरो ग्याङ हो चिप्पु बङ्गु चाय पनि दीपिका हामी पोखरामा
यता हेर न लोट्या पोखराको है पोखरा उयो गाइज फेरि यहाँ पछाडिको पछाडि भयो छेवा ताल गाइज हामीहरू दुईजना मात्रै भयौँ मेरो पर्मिसा र शीतल हराए हामी कस्तो जानुको हाम्रो म्याच साइडमा नि उहरू रहेछ क्या गेमहरू कसरी देखिन्छौँ भने गाइज त्यसरी देखिन्छौँ त्यो उडेको के देखेको थियौँ है सुस्मी त्यहाँ रोकिदिउँला नि तपाईँहरूलाई पाल साल सबै त्यहाँबाट नेक्स्ट टाइम हेर्दा नजिकै त्यति भन्ने मात्र बाटो आउनुपर्छ अहिले कुहिरो लाएर हाम्रो नेपालै स्वर्ग छ अझै जाम भइ नै हामी गाइस कुम्तीकोट जाँदैछौँ हिँड्न नपाउँदा थाक्यो आए हाम्रो साथीहरू आए हामी पहिले आएको पछाडि कति राम्रो देखेको भ्यू दुर्गा माताको मन्दिर जाँदै चाहिँ खाना खान लाग्यो है मनपर्छ डेनमार्कतिर त खासै नेपालीहरू खासै छैन होला अमेरिका इन्डियामा त जनसङ्ख्या धेरै छ अस्ट्रेलियन बेस क्याम्प जाँदैछौँ मिठो खाना खाएर हामी चाहिँ जाँदैछौँ माछा रङ्ग लाग्छ क्या कति राम्रो हो नि यो हिमाल हिमाल पहाड तर कोही छैन दामी देखिन्छ अरे है जे भए पनि रातभर सपनामा चलाई छोप्न आउला नि त्यहाँ केही पनि नगर्छु बहिनीहरू सुरु हुन्छ नि यस्तो कुरामा जस्तो हामी चाहिँ जाँदैछौँ ऊ त्यो डाँडामा हामी पुग्ने गएको अस्ट्रेलिया जान पनि हामी अस्ट्रेलियन बेस क्याम्प जाँदैछौँ दुईवटा साथीहरू हामी दुईवटा मात्र छौँ यहाँ अनि त्यहाँ चाहिँ हाम्रो दुईवटा साथीहरू छ अहिलेसम्म त रमाइलो भयो हेरौँ 5 मिनट भयो हिँड्नला 5 मिनट पनि भयो नि हिँडेको अब अहिले पछि के हुने हो हेरौँला ल है गाइजहरू यिनीहरू हिँडेछन् शीतली के छ खबर अझ 1 घन्टा 15 मिनट छ है हामी अस्ट्रेलियन बेस क्याम्प पुग्नलाई हिँड हिँड भरिया हुने हाम्रो भरिया खै लाग्यो भाइ 10 मिनट पनि हिँड्ने छैन होला हामी 1 घन्टाको बाटो 2 घन्टा लाग्छ हामीलाई पुग्नलाई चाहिँ
अहिले यिनीहरू यति उफ्रे अनि 5 मिनट हिँडेर अहिले हेरौँ ल वहाँ पुग्दासम्म हाम्रो हालत के हुन्छ तिमीहरूले चिच्चा बोल भनेको ज्ञानी त बोल्दा ठिकै हो यतिको सम्म त सकिन्छ यहाँ सुन्ने त कालो बादल छाएको जस्तो अरू गीत गाऊ तिमी कहाँ छ म चाहिँ अस्ट्रेलियन बेस क्याम्प जाँदैछु है साथी म हामी यतै छौँ साथीहरू हामीलाई गीत गाउनु लाग्यो गीत गाउनै आएन हो यस्तै हो पारा हाम्रो दुईटा साथीहरूले हामीलाई चाहिँ छोडेर अगाडि अगाडि दौडिरहेका छन् भारी बोकेर स्या स्या भयो भाइ 10 मिनट हिँड्दा नि यस्तो हुन्छ हुन त आधी घन्टा त पुग्यो त्यही भएर हामी चाहिँ थाकियो 10 मिनटको बाटो आधी घन्टामा आइपुग्यौँ है मेरो ब्याग बोकिङ टर्न सक्यो अहिले चाहिँ तिमी काली बोकेर हिँड्दैछु दिपिकाको मेकअपको झोला चाहिँ मसँग छ फेरि लास्ट थाकिसक्यो गाइज 1 घन्टा नि हिँड्न नसक्ने हामी ला बिल्ला मैले माथि पुग्ने हो उयो आमा यहाँ चाहिँ हाम्रो हिँड्दा हिँड्दा यात्रामा एउटा आमा भेट्नु यहाँ हाम्रो साथी चाहिँ गफ गरेर बसिछन् बाइकहरू जान्छ बाइकहरू उता आउँछ पथनासँग यता आउँदैन तपाईँहरू कहाँबाट आउनु कोही आउनु होला नि गर्मी भयो भाइ सुस्मिता र अरू त हामी चाहिँ त्यता फर्न्छ तिमी यता कस्तो राम्रो तल भयो भ्यू हेर्नु उहाँ टुप्पोमा पुग्ने हामी भ्यू यस्तो छ सिभ गाइस फेरि घरसम्म त एकछिनपछि आउँछौँ हामी गर्मी भयो के टोपी पनि लिएर आइथिस् माथि कस्तो थाहा छैन नि है हिँड्दा के गर्नु भएको नभए त कारमा नि जाडो भयो रोक्ने ऊ गर्दै उयो राख बोली लैजाउँ ल फोन तेरो अलिक गुड यसैले स्पेस खाइदियो फोल्ड राम्रोसँग फोल्ड गर्नु यहाँ हिँड्न नसक्दा 5500 कि हालेर हिँड्दैछ भने हो नि साँच्चै हो के पसिना ढाडै भरि पसिना शीतलले तल सलक्क तेरो राख्छ सुन न ढाडहरू पसिरहेको थाहा भयो न हो यसो राखेपछि मेरो राख शीतल फोल्ड गरेर राख्छु होइन अघि लाग्यो आमाले हामीले फर्किराख्नु भयो नपुरे हुन्थ्यो फेरि हामी कति बेला हो कति बेला के अरे सेन्टर लाग्यो सल्ली कम्मरमा बाँधेर हिँड्नु मान्छेले रायो भन्नलाई राम मिलेन नि बानी पछि बानौँ ल यो पनि राख्दै अटो यो शीतल यो अब यतै अब यो त अट्दैन न मेरो टोपी पनि झन् राख्नु होइन अट्ला नि त्यही पनि अट्छ कुन अट्छ अट्छ ल अट्छ के ल यहाँ राख्दैन त त्यो शीतल सल्ली माथि गऱ्यो नि हुन्छ उसले लोक पारेछ जान्छ कसको पाली हो नि यो बोक्नु मेरो यो कि हो मैले के बोकिरहेको थिएँ तिमीले के बोकेको एकछिन ब्यागमा यो नि गरौँ नि भन्छ त अहिले उहाँले त्यहाँ राख्दैन तेरो साइड ब्यागमा हामीलाई यति गर्न 2 मिनट लागेछ डिस्कस गरिरहेको अलि सकिन्छ क्या बोक्न एउटाको भागमा 7 मिनट शीतल चाहिँ नगई शीतल त भारी थाक्यो
तेरो 2 मिनट अझै ब्याग बोक्न है। उद्यासम्म बोक्छु के एकछिन रेस्ट गर्न दे म सक्दैछु बोक्छु अलिकति उता कस्तो लागिरहेको गाइजहरू। टायर्ड त्यो घरभित्र गएर सुताउँदै भयो यहाँ खाटहरू यहाँ खाटमा गएर सुतौँ जस्तो भयो अरे यहाँ शीतल। बत्ती पोलेर टाउजरमा How do you feel? के पसिना I'm so tired. पानी हुन पर्ने यहाँ त हाम्रो हालत हुन्छ नि फेरि हैन फेरि के उसके नुहाकोट त हामीले 6 घन्टा हिँड्दै यत्रो उकालो हो कि यस्तो ठाडै उकालो हो मामा त्यो यसरी हो त नि ठिकै छ उता त्यहाँ खाट छ त्यहाँ गएर सुत्दिने भने ठाडै उकालो रहेछ ले त सुस्मेक थाकियो गाइज हामी चाहिँ एउटा तिमीले रेस्ट एउटा आउ शीतल शीतल पर्नु छ आउ बसौँ। ओइ यहाँ राखम है हौसला के केही हुन्थ्यो केही हुन्थेन नि त फेरि नेपाली हो उहाँ पनि त्यस्तै एउटा खाएर इङ्ग्लिसमा पटर पटर पनि राख्छ नेपाली त के अनि होइन के अलि ऊ हुन्छ नि त त्यो गाइड हो के त के थाहा छ नि फेरि म त बिग्रेको थिएँ ठ्याक्क त्यो देख्दाखेरि आयो भन नि त कपडा लटको अर्को मम्मीको छोरी हो नि त मम्मीको छोरी के भने मेरो ए त आइज अब म त यही बोकेर आएँ टाइम छैन मुखमा घामै होइन के मलाई त रुवा लाउन विदेशीले चाहिँ हालेको हो, हँ। पानी बोक्न लानाकोबाट आइज मम्मीले कपडा पुरै पानी किन्न खान पाइँदैन त कतै के छैन पसलमा छ तल एउटा मलाई पनि आउँछस् नि हेलो गाइजहरू हामीलाई त सन्चो भएन लाउनु थालो अरू चिज पनि ल्याउनु पर्ने कि हामीलाई यही पनि मैले सम्झेको थिएँ मलाई सम्झेको थिएन मजा खाना पकाएर खाऊ हेलो हाम्रो इनर्जी I'm from ए नेपाली हिजो दिदीलाई त हेर्नु नेपाली जस्तो थियो मैले कुहिरे निराउँछ नोटिस गर्नु त मारे हाल्दो भन्दै ओए भटभटेमा बनाऊँ शीतल हामी हिँड्दा हिँड्दा हामी यस्तो राम्रो भ्यू छ म यहाँ भ्लग गरेर बोलेको बेलै गरेर पर्ने छ सानो भन्छ नि अहिले फोन गरौँ नम्बर हामी चाहिँ आइपुग्यौँ है अङ्कलकोबाट आउँथ्यो
हल्ला त त्यसलाई चलेन पठाउने यिनीहरूलाई लाएर बस्न मिल्दो रहेछ चार्ज गर्दा मिल्छ एउटा मात्रै प्लग छ त्यो मल्टी प्लग छ त्यहाँ बन्द अनि त्यसको प्लग स्कोट मात्र देख्छु के हेर नाच्न शीतल यता हेर है यसो घुम न घुम हेर्दै
मेसेज फ्रम अस्ट्रेलियन बेस क्याम्प चाहिँ अस्ट्रेलियन बेस क्याम्प बिहान भयो अब घाम उठाउँदैछ अरे त्यही भएर भिडियो गराउन लाग्यो हेर्न आउने मान्छेको भिड छ हामी उयो टेन्टमा सुतेको हेर्नु होला के हुन्छ कस्तो चिसो जाडो फोटो हेर्नेको के अरे भ्यू हेर्नेको भिड गाइज हाम्रो शीतल यहाँ छिन् शीतल मेरो नि देखा त म अगाडि हिँड्छु This is Deepika. She is owner of this phone. यो चाहिँ नि हाम्रो टेन्ट कता गयो मेरो आउँदै देखेन यो चाहिँ हाम्रो टेन्टबाट हाम्रो भ्यूहरू हो उहाँ दुईटा चाहिँ बस्नु भएको छ कस्तो राम्रो देखेको भ्यू रुक न यो चाहिँ हाम्रो टेन्ट हट न टेन्टको भद्रो खतरा हेर गाइज एकदम फोरो छ फोरो हेर्नु सफा फर्किन लाइन हिजो आएको आज फर्किन लाग्यो नि गाई हामी फेरि फर्किनु पर्यो घोडाले हान्छ अरे डर लाग्यो फेरि फर्किन लाइन गरेको माथि हानेन त भन्ने ल गाइजहरू हामी चाहिँ झऱ्यौँ 10 मिनट यहाँ आइपुग्यौँ होला हो 10-15 मिनटमा झरेर किन्दैन पर्यो होला यो ठाउँ ठाडै उकालो छ उता माथि त ल जानकारीको लागि धन्यवाद ल छोपेकै भयो होइन अर्को हातले छोप्न ल गाइज ट्रेकिङ जाँदै ट्रेकिङ गाह्रो भयो क्या अहिले घर ट्रेकिङ झबाट आउँदै मन न फर्किँदै झर्दै ल हामी फर्किँदै छौँ यहाँ मान्छेहरू जाँदै हुनुहुन्छ आज बनाउने टिकटक बाटोमा नाच्नुपर्छ अहिले जसलाई नाच्न आउनु चाहिँ हामीहरू झर्दै मान्छे चढ्दै हामीले चाहिँ हिजो हामी सोध्दै आएको आज हामी बताउँदै झरिरहौँ पालोमा पुग्छु भनेर हामी चाहिँ अब धेरै छैन है लगभग पुग्न लायौँ भन्ने होला 10 मिनटमा त पुग्छौँ होला 10-20 मिनटमा यस्तो धेरै होइन जाँदा चाहिँ धेरै टाढा लागेछ फर्किँदा चाहिँ धेरै सजिलो भयो
So, आज चाहिँ मान्छेहरू यति धेरै आएन देखिस् के भारी बोकाए हमने ल अब चाहिँ अहिले बाटोमा पुगेपछि देखाउँछु ल अब ल्याए मलाई दे म ब्यागमा राख्छु साउन्डमै हाल हामी चाहिँ अहिले फेवा लेकमा छौँ बोटिङ गर्दैछौँ यिनीहरूको यस्तो खयो फेरि नलाउने अरे यस्तो फाल छन् फेरि दीपिका चाहिँ डराइछ तिमीहरूले आफ्नो झिक्दैनौ नि त फेरि झिक्यौ नि तिमीलाई डर नलागे झिक्ने हो नि त डर लाग्यो कोटमाथि कोट कतिवटा लाउनु चाड भयो कि दाइ बन्द गरेर गाइस गाडी नपाएर विरक्त लाग्दो गरी भयो पर्मिसा दुई शब्द जाओस् पोखरामा है हामी कोको बिच घुमेर अब चाहिँ लेक साइड जाँदैछौँ ब्लग चाहिँ सबै मिक्स गरेर हालिन्छ त्यही भएर होइन यहाँको भन्ने हुन्छ नि त केही रिग्रेट छैन यहाँ आएर नि रिग्रेट त छैन पछि टिकटकमा देख्दा हामी नि गएको थियौँ भन्न हुन्छ कोको बिच तर हामीले यहाँ गाडी नपाएर आपत परे हा यो रोएर बसेर हैरान मलाई के दुधे बालालाई हामी त्यही आउँछौँ नि त म गुस्टोबाट निस्केको केटा हो कहाँ अर्ती बरु कहाँ भेट्ने त के छ र प्लान आज गुस्टोमा छ कि अडाई हो रविशालले स्पोन्सर गर्छु भन्नु अगाडि किन नि आज डिलरसिपको प्रोग्राम कहाँ छ तिमीहरू भन त गाइज हामी हेर्न कति राम्रो देखियो हामी आफ्नो मम्मी मात्र हो बाबाहरू चाहिँ छन् अनि मेरो आफ्नो पत्र अनि मम्मी चाहिँ मसँग बोल्न खोजेको गरेर अनि फोन गरिदिएँ अनि के भन्नु नि हेर तिमी यहाँ पछि दण्ड अमाजु भन्नु पनि पर्दैन केही भन्नु पर्दैन आनन्द जति माया गर्ने मलाई जो गर्ने हो भन्दै जति माया गर्ने मैले जो गर्ने भने हुन्थ्यो के कहाँ भन्छ न त्यति मैले भन्नुहुन्थ्यो के मेरो छोरीहरू छैनन् जति माया गर्ने मैले जो गर्ने भने भन्नु त मिल्छ नि त मलाई जो गर्ने पनि हो र धेरै हुन्छ चाहिँ झोला प्यागो अब हामी निस्किने बेला भयो हामी बसेको होटेलै हामी चाहिँ घर फर्किँदैछौँ नारायणी पढ्दो चाहिँ लागेको जस्तो कि सधैँ जस्तै हो झर्नी नदेखेको रहेछ होइन खोला कटेमा हेर्दा